जनताले हामीलाई जसरी वृद्ध वृद्धादेखि युवा युवतीदेखि बाल बच्चासम्मले पनि अब हाम्रो भरोसा फेरि एकचोटि माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर, प्रचण्डतिर छ भनेर भावुक भएर आउने हजारौँ हजारको सङ्ख्या हामीले जो देख्यौँ हुलाकी मार्ग वरिपरि, त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ र सरकारमा चाहिँ 84 सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ। तपाईँहरूलाई लाग्छ सरकारमा जान हतार गरे होला, बिल्कुल होइन। म तपाईँ भैरवाका पत्रकारहरू, रूपन्देहीका पत्रकार साथीहरूलाई भन्न चाहन्छु, बिल्कुल होइन। हामीलाई अब फेरि एकचोटि हामी त्यो त्रुटि गर्ने पक्षमा हामी छैनौँ। तपाईँहरूले देख्नुभयो, यो हामीले भन्नको लागि भनेको होइन। हामी सरकारमा तपाईँले भन्नुहुन्छ कुर्सी प्राप्तिको लागि जे पनि गर्ने होइन। यदि कुर्सी प्राप्त गर्नलाई जे पनि गर्ने भएको भए मेरो कुर्सी जानेवालै थिएन। म काङ्ग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थेँ। यदि मैले भ्रष्टाचार विरुद्ध चलाएको अभियानलाई छोडिदिएको भए, राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरूलाई छोडिदिएको भए, या केही भ्रष्टाचारीहरूलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्नेवालै थिएन। तपाईँहरू गइलिएर हेरिदिनु होला।